म चाहिँ यता खतरा जङ्गल यता यस्तोमा हिँडेर घुम्दै आएको छु होइन। ल यस्तो छ बाटो चाहिँ, बाटो जङ्गलको बिच आयो, घनको जङ्गल। यस्तो बेला बेला चराचुरुङ्गीको आवाज मात्रै आउँछ। पहाडको बाटो बाँकी छ अझै 10-11 किलोमिटर, 8 किलोमिटर। अलिअलि त दौडिनै पर्यो नि होइन। भेट भयो तिम्रो हवासरी आई छ्यास्यो। 1 घन्टा 10 मिनटमा म 6 किलोमिटर हिँडेछु होइन। अब 5 किलोमिटर बाँकी छ भन्ने कुरो छ। म 45 मिनटदेखि 1 घन्टामा म पुग्नै पर्छ, पुग्छु पनि। म आइपुगेपछि आनन्द पनि आउनुपर्छ। तिमी हाँस्दा किलोमिटर बाँकी हुँदाबाट यति धेरै क्राउड छ कि कुरा नगरौँ। फुल छन्, बाइकहरू गाडीहरू पार्किङ गर्ने ठाउँ आइपुग्यो। यस्तो छ यो ठाउँ चाहिँ। तिमी हाँस्दा मन झुम्छन्, यो मेरो मन भन्छ फेरि तिमी नै मेरो सारा संसार। पाखामा उभिएर तिमीलाई हेर्दा चन्द्रमा सरी चम्कियो त्यो मुहार। तारा सरी आँखा तिम्रा झिल्के मनले भन्छ। एकदम आनन्द लाग्दो चौर छ यो। वरिपरि आएर पिकनिक जस्तो गरेर बस्न सकिन्छ। तिमी सधैँ प्यार। एक्लै हो भने चाहिँ यो बाटो नआउनु होला, डर लाग्दो छ।